दर्शकबिन नमस्ते। आज मिति 2082 मङ्सिर 28 गते आइतबार शिवशताक्षी नगरपालिका वार्ड नम्बर 8 झिलझिले बजारतर्फ नागरिक बचाउ महाअभियान पीडीएफ झापाका केन्द्रीय सदस्य श्री अमस लामाज्यूको परिवारमा भेटघाटको निम्ति नागरिक बचाउ महाअभियानका संयोजक श्री दुर्गा प्रसाईज्यू यात्रामा निस्कनु भएको अवस्थालाई जस्ताको तस्तै प्रत्यक्ष प्रसारण मार्फत देखाइरहेको छु। दर्शकवृन्द, यतिखेर म रिपोर्टिङको क्रममा झिलझिले बजारमा आइपुगिसकेको छु र तपाईहरु देख्न सक्नुहुन्छ झापा जिल्ला पीडीएफ अध्यक्ष दुरेन्द्र राईज्यूको पनि उपस्थिति भइसकेको छ र भव्य स्वागतको तयारी भइरहेको अवस्थालाई मैले तपाईलाई प्रत्यक्ष प्रसारणमा देखाइरहेको छु। दर्शकबिन, हेर्दै नागरिक बचाउ महाअभियानका संयोजक श्री दुर्गा प्रसाईज्यूको दमदार इन्ट्री भइसकेको अवस्था छ। नागरिक बचाउने उद्देश्यले पीडितहरूको उद्धार गर्नको निम्ति कुनै झर्को नमानी घर बस्ती र टोलमा आम नागरिकहरूको साथमा देख्न पाउँदा धेरै पीडितहरूको मुहारमा हाँसो फर्किएको देख्न सक्छौँ। यतिखेर पीडीएफ झापाका केन्द्रीय सदस्य श्री अमस लामाज्यूको निजी निवासमा आइपुगिसक्नु भएको अवस्था छ। यतिखेर पीडीएफ झापाका केन्द्रीय सदस्य श्री अमस लामाज्यूकी श्रीमती कल्पना लामाज्यू र छोरी अर्पणा लामाद्वारा खादा अर्पण गरी भव्य स्वागतको कार्यक्रम भइरहेको छ। दर्शकवृन्द, यतिखेर दुर्गा प्रसाईज्यूका समर्थक र शुभचिन्तकहरूले पनि खादा अर्पण गरी भव्य स्वागत गरिसक्नु भएको अवस्था छ। दर्शकवृन्द, तपाईहरु देख्न सक्नुहुन्छ पीडीएफ केन्द्रीय सदस्य श्री अमस लामाज्यूको परिवारले गरेको स्वागत र सम्मानलाई सहर्ष स्वीकार गरी चियापानमा सरिक हुनु भएको छ।